मर्सिडको मामलामा भन्छु मैले, किन नभन्ने, कुलवाई बच्चा हो मेरो सामने, अहिले पनि भन्छु मैले। उमेरमा त हो, उमेरमा त बच्चा हो। हाम्रो मुभीको कुरा गर्नु किन उमेरमा त बच्चा हो, मान्छु त्यो कुरा त हामीले मान्छौँ। माइला दाइको आफ्नो के अरे छ कि, मैले त चान्स मात्रै नपाएर हो, मसँग करोडौँ पैसा हुन्थ्यो नि म आफै लगानी गरेर आफै रोल गर्थेँ। किन चल्दैन माइला दाइको फेस? संसारले चाहिँ कार्टुन बनाएर चाहिँ बरु पैसा कमाएको छ, मुभीमा लगाएर किन चल्दैन? यो कुरा त सही हो। फेरि संसारले फाइदा लिएछ, संसारले भ्युअर्स लिएछ, संसारले चाहिँ पैसा कमाएको छ युट्युबमा हालेर, मुभीमा कसले हेर्दैन, माइलाले के गरेको छ भने दुश्मनले पनि हेर्न जान्छ साला, एकचोटि गाली गर्न भए पनि जान्छन् थिएटरमा, कसले भन्छ हेर्दैन? गाली गर्न भए पनि जान्छ सिनेमा हल हो दाइ, हो फिल्म हेरेर गाली पनि गर्छ, गाली पनि पैसा दिएर फिल्म हेर्छ नि त। ओ ट्यापिन हान न तिमीहरू एकलट सबैजना यार। उत्सव दाइ सुन्नु, यो डिस्कसन गर्ने समय छैन। तिमी एक हप्ता भाइ तिमीलाई मेरो प्रश्न छ, प्रोड्युसरलाई मेरो प्रश्न छ। भाइ मेरो पैसा डुब्यो, म जुवा खेले, सिधै कुरा मैले जानिसकेँ। सेहाई गर्नु त पास गर्छु मैले दाइले, मैले फुल्ली डिपेन्ड गर्छु। चल्छ दाइ, एकचोटि कसैले कुनै टिकटकरले मुभी बनाएको छ यतिजना मिलेर? तपाईँले उसबले यही शङ्का गर्ने भएर तपाईँ अस्ति गरेर भएन के, तपाईँ फेल भएको शङ्का धेरै। मान्छेले आँट नपर्छ कि हिम्मत गर्नुपर्छ, हिम्मत गरे पनि भगवान्ले पुर्याउँछन् के। हिम्मत त होइन कि माललाई झापामा कोही मान्छे चिन्नुहुन्छ भने उत्सव ढकाल के हो यहाँको भनेर सोध्नु। 116 बिघा जग्गा त नि एउटा रबर र चिया बगान मात्र लागेको छ। मैले बुझेँ तपाईँ होइन, मेरो कम्पनीमा 30वटा ट्रिपर छ, देखेको छ, 4-5वटा एस्काभेटर छ, 10वटा ट्र्याक्टर छ। मेरो कुरा सुन्नुहोस् न, तपाईँ धनी हुनुहुन्छ, पैसा छन्, गाडी छन्, नोकर चाकर छन्, रेस्टुरेन्ट छन्, सब माने, तर मुभीको लागि अलग चिज हुनुपर्छ के। मुभी प्रेम दिवसको प्रोड्युसर हो तपाईँ, अहिले युट्युबमा हेर्नु। म जे भए पनि आजसम्म कति मुभी हिट भयो भन्नुहोस् त, तिनी कुरा गर्नुहोस् कि हिट हुने कुरा गर्नुहोस्। मुभी बनाएर हिटले त विदेशमा 73-74 देखि मेरो नगरपालिकाको किन भएन भन्ने, अनि तपाईँले चाहिँ कुनै हिट सुन्नुहोस् मेरो कुरा, हिट किन भएन मुभी भने तपाईँ पुरानै चाहिँ केही कुरा थाल्नुभन्दा अगाडि हेल्दी डिस्कसन भयो भने नि त्यसको निचोड राम्रो निक्लिन्छ। मानलाई म एउटा कुरामा अब्जेक्सन छ तपाईँसँग, तपाईँ कुलबोय भन्दा नम्बर 1 टिकटकर कसरी हुनुभयो? न कुलबोयको जति तपाईँको भिडियोमा भ्युज छ, न तपाईँको लाइभमा मान्छे छ, तपाईँ कसरी कुलबोय भन्दा ठुलो टिकटक स्टार हुनुभयो? किन कुलबाईले कोन चाहिँ मार्शल आर्ट गरेको छ, कुलबाईले डान्स गरेको छ, के गरेको छ कुलबाईले भन्नुहोस् न। कुलबाईको बाणी चल्छ एउटा, ठिक छ मान्छे कसरी तपाईँ ठुलो यही घमण्डले पतन बनाउँछ माललाई। तपाईँ कुलबाई भन्दा कसरी माथि हुनुभयो? उसको लाइभमा तपाईँको भन्दा बेसी भ्युज छ। होइन मसित दुबारा फिल्मका कुरा नगर्नुला, कुलबाईलाई ल्याउनुहोस्, हिरो बनाउनुहोस्, सकियो कुरा। म कोन चाहिँ भिख मागेको छु र तपाईँ कमसेकम मलाई के मलाई मुभी बनाउनुहोस् भनेर भनेको छु र मैले। मलाई के म हिरो बन्न पर्छ, मलाई मुभी बनाउनुहोस् हजुर भनेको छु र मैले। ए उत्सव दाइ, माइला दाइले के भन्दैछ? नयाँ टेक्नोलोजी क्या, नयाँ टेक्नोलोजी होस् कि, तर नेपाली टिकटकमा माइला दाइ 1 नम्बर होइन नि त यार भाइ। पैसा खर्च गर्नु सकियो, माइला किन चाहियो फेरि? गमको खेती किन गर्नुस् न? एउटा कुरा उत्सव दाइ, माइला दाइ गाइस बिचारा कुलबाईको नामै नलिम है, उसको नामै उसको रेस्पेक्ट भनेको डिफरेन्ट तरिकामा छ बिचारा। कुलबाई भनेको कुलबाई हो, कुलबाईको सामने कोही पनि छैन। माइला दाइसित किन कुरा गर्नुहुन्छ मुभीका फेरि? होइन कि मुभी तपाईँसँगै बनाउने, 1.5 करोड होइन 2 करोडकै बनाउने, तर म कुलबाई भन्दा माथि छु नभन्नु न टिकटकमा। त्यो त भन्नै पर्छ, अनि पो बल्ल मुभी चल्छ गर, नभने हो ढाटेको अनि जबरजस्ती हो नभन्नु न त। होइन चल्छ, किन कुलबाई भन्दा माथि जान्छ गर। तपाईले अब अहिले जो भनिदिनुहुन्छ कुलबाई माथि उन्माइला दाइका, अनि यत्रो भुत्राले हेर्छन् चाहिँ नपर्छ चाहिँ माइला दाइ। थ्यांक यू न तपाईको पैसा जान्छ न मेरो पैसा जान्छ नि, हेन्सीको पैसा जान्छ नि। ऊ अघि जुवा खेल्न तयार छ, तर साँचोलाई नि साँचोलाई साँचो भन्ने चाहिँ मेरो धर्म हो नि। के को साँचो भन्नु सक्नु पर्यो। कुलबाई भनेको कुलबाई हो क्या, उसको ठाउँमा कोही पनि आउन सक्दैन क्या दाइ। अरे बाबा, सलमान खान भन्दा पनि माथिको अमिताभ बच्चन छ, अमिताभ बच्चनलाई पनि फलो गर्ने शाहरुख खान छ। त्यसो नभन बुझ्यौ, कसैको बापको चाहिँ सवा बाप हुन्छ, शेरको सवा शेर हुन्छ दुनियाँमा। संसारमा कोही एक मात्र हुँदैन। कुलबाईका पनि बाप जन्मन्छन्, माइला दाइका पनि बाप जन्मन्छन्, सबै जन्मन्छन्। यहाँ सब सम्भव छ। यहाँ तपाईँ नि माललाई अलिकति यस्तो कुरामा अलिकति तपाईँले पनि अलिकति, तपाईँलाई मैले डान्स कम्पिटिसनमा जाँदाखेरि तपाईँको
चाहिँ कम्पिटिसनमा गएर नाच्ने खालको तपाईँको डान्स होइन। तपाईँको डान्स भनेको सरस्वती पूजा यसो लक्ष्मी पूजा दुर्गा पूजातिर यसो गाउँघरमा नाच्ने खालको मात्र डान्स। मसित डिस्कस नगर्नु तपाईँले उसर्सी म गएँ ल आइन्दा हेन्सी भाइ मुभीका कुरा नगरे मलाई तपाईँहरूको चाहिँ यो मलाई मुभी पनि चाहिन्न मलाई डिस्कस पनि चाहिन्न म गएँ। न उसबलाई जोड्छु जसलाई ल्याएर हिरो बनाउनु मन छ बनाउँछ जहिले मसँग पैसा हुन्छ उसले म बनाउँछु सकिए कुरा जहिले मसँग पैसा आउँछ उसले म बनाउँछु मुभी मलाई उसब पनि चाहिँदैन दिमाग खराब गर्ने यार हामी राम्रा छौँ भन्नु पर्यो नि त हामी नराम्रा भएर मुभी कसरी चल्छ हामी राम्रा छौँ हामी एक्टिभ छ हामी सबैभन्दा सर्वश्रेष्ठ छौँ भनेर त मुभी बनाउने हो बल्ल फेरि आफूले आफैलाई कमजोर सोच्ने होइन कि आफूले आफैलाई पावरफुल सोच्न पर्छ अनि बल्ल मान्छेले हेर्छ किन कमजोर हुने हामीसँग के कमी छ र 6 वर्ष भयो टिकटकमा चाहिँ नबर दुनियाँलाई चाहिँ रमाइलो गराउन थालेका दुनियाँलाई भाइरल गराइयो आफू पनि भाइरल भइयो संसारले चिनियो छ मान्दै भने कसले चिनिएको छैन शिवजी करेल गर्छ जनी लिभरले पनि त ट्रोल गर्छ के जनी लिभर मान्छे होइन भारतको त्यसो त्यही भएर मुभी बनाउन तिनीहरूलाई जरुरी छ ठुल्ठुला कुरा गर्छन् ठुल्ठुला गरे साला पर्सा ल्याएर बनाओ न अनमोल ल्याएर बनाओ कुलवाई ल्याएर बनाओ माइललाई किन चाहियो तिनीहरूलाई हो कि होइन जब माइललाई चाहिन्छ त माइललाईका कुरा सुन्न पर्यो नि त कुन स्टोरी खोजियो छ कस्तो स्टोरी आने यस्तो सुन्नु कुल भनेको नि अहिले नेपालको सेलिब्रिटी हो क्या बुझ्नुभयो उसको एज हेर्नु यतिसम्मको ट्यालेन्ट छ नि ऊ यतिसम्मको स्ट्रगल गरेर आएको छ मैले कुललाई चाहिँ नराम्रो भनेको छैन के तर हामीले मुभी बनाउने भनेपछि कुलको कुरा गर्ने होइन के हामीले हाम्रा तरिकाबाट जाने हो कुल भन्दा पनि त सिनियर पर्सन छन् का नेपालमा केदार घिमिरे छन् कुलवाई छन् अनमोल केसी छ बिहार अर्को चाहिँ के भट्ट भन्ने छन् होइन दुनियाँभरका हिरो छन् नि त कुलवाई त के हो भर्खर बल्ल मुभीमा पसिया छ त्योभन्दा पनि सिनियर व्यक्तिहरू छन् टिकटकमा अरे उसमा मुभीमा फेरि तर हामी नयाँ क्यारेक्टरले जाने हो नि त हामीले के थाहा हामीले सबैले भन्दा भिन्नता एक्टिङ गर्न सकिन्छ कि पब्लिकले सबैलाई भन्दा राम्रो हामीलाई मन पराउँछन् कि के थाहा माइना दाईको चाहिँ डान्स दुनियाँले मन पराउँछ देखिनौ तिम्रो चाहिँ काउरी पारालेमा चाहिँ नभए 2 मिलियन 3 मिलियनले चाहिँ नभए त्यो डान्स हेरेको छ मेरो डान्समा त कति जान्छ भ्युज कुलवाईको भन्दा पनि कुलवाईको बोलीमा जान्छ मेरो डान्समा जान्छ आफ्नो आफ्नो क्यारेक्टर छन् नि त यथार्थ कुरो कुलवाईको बोलीमा दम छ मेरो डान्समा दम छ मेरो डान्स चाहिँ हाँसेर बापले हेर्छन् मान्छेले चाहे म खुट्टा उचाल्छु चाहे खुट्टा पछाडि फाल्छु त्यसै त मतलब भएन तर संसारले हेर्छ माइला दाईको डान्स भनेपछि दुनियाँमा कोही पनि छैन कि जो चाहिँ माइला दाईको डान्स हेर्दैन त्यही भएर डान्समा म 1 नम्बर छु एक्सन म गर्न सक्छु मैले कुलवाईले भन्दा पनि खतरा एक्सन गर्न सक्छु कुलवाई त एक्सनको मामलामा बच्चा हो मेरो चामुनी मैले त त्यसको टाउकामाथि किक घुमाइदिन्छु त्यति चाहिँ दम राख्छु मैले बुझ्यौ म त एक्सनको चाहिँ मार्शल आर्टको ब्ल्याक बेल्टै हुँ म जमानाको फेरि प्रेम गोलको ममा दम छ नि त अहिले पो अलिकति बुढो भएर मात्रै हो जमानाको खेलाडी चाहिँ हुँ म एक प्रकारको मजाक गरेको छैन मैले अझै पनि नरियल फुटाल्ने दम राख्छु यो हातले यसरी त्यति स्ट्रङ छ नि हात एक मुक्का कसैको यहाँ पर्यो भने नि यिनी 32 दाँत प्वाक्क झारिदिने दम राख्छु अझै पनि एकै पञ्चमा यिनी दाँत अगाडिका चाहिँ निकालिदिने दम राख्छु अझै पनि यो उमेरमा पनि त्यति दम छ के सोचे आहान दाइलाई मजाक उडा आहान मजाकको पात्रमा मसँग पैसा नभएर मात्रै म एक्लै मुभी बनाउन आँट्ने थिएँ कि हाम्रो चिनी जानु छैन चाहिँ डाइरेक्टरहरुसित हिरोहरुसित पल्सा आएर यहाँ कतिवटा हिरोलाई त मैले यहाँ प्रचार गरिदिएको छु जापानमा आएर यही जापानमा मुभी चलाउने क्षमता राख्छु मैले जापानमा अस्ट्रेलियामा मलेसियामा अमेरिकामा क्यानाडामा पुरा विश्वभरि चाहिँ विदेशमा चाहिँ मान्छे छन् हाम्रो जहाँ पनि मुभी हामीले चलाउन सकिन्छ जापानमा त मै आफै छु मै आफै चाहिँ नभएर
सिनेमा उसमा पुगेर यहाँ मैले मुभी चलाउन सक्छु जापानभित्र फेरि उस्तो दाइलाई जोडम राम्रो अहिले उस्तो दाइले मलाई फोन गर्नुभएको छ नानी माइला रिसाएछ नि ठिकै छ म कुरा राम्रोसँग गर्छु भन्नुभएको छ उस्तो दाइलाई जोडम गरेन म त हेपेर मलाई कसै त जोडिन्छ छैन अब केही पनि हेप्नु दाइले मैले तिनीहरूलाई चाहिँ मलाई जोड पनि भनेको छैन मलाई मुभी चाहियो मलाई ल्या पनि भनेको छैन होइन उनीहरूलाई बनाउन मन भयो चाहिँ बनाउने नबनाउने मलाई कोही म किन मलाई के खाँचो छ र मुभी किन बनाउनु पर्यो मलाई यस्तै टिकटकमा रमाएको छु आफ्नो काम गरेको छु खाएको छु म बेरोजगारी थोडी बसेको यो मुभी नेटफ्लिक्समा पनि आउनुपर्छ क्या किनकि हामी यतिसम्म चर्चित मान्छेहरू खेलिरहेको छौँ नि त केटा हो है नेटफ्लिक्समा पनि आउँछ यो मुभी हेर नेटफ्लिक्स मजाले राखिरहेको घरमा है डाउनलोड गरेर चिन्ता नगर म नेपाल आयो भने 1.5 घन्टा 1 घन्टाको लगभग हामी 1.5 घन्टाको सानो चाहिँ नगर मुभी बनाउनु पनि सकिन्छ हामीले के भन्छ त्यसलाई सर्ट मुभी भन्छ सर्ट मुभी पनि हामीले बनाउन सकिन्छ सर्ट मुभी 20-30 लाखमा 40 लाखमा तयार हुन्छ हामीले ठुलो मुभी बनाउन नसक्यो भने सर्ट मुभी बनाउन सकिन्छ बुझ्यौ त्यो चाहिँ मेरो आवाज छैन कसैसित दबिन्न क्या हामीले के अरे हामीले तिनीहरूसित दोबिएर तिनीहरूले जे भन्छन् जे गराउँछन् हामी एउटा टिकटकको चर्चित व्यक्ति हो क्या हामी कोही लल्लुपन्जु मान्छे होइन जो तिनीहरूको इसारामा औलीमा नाच्ने कमाउनु त तिनीहरूले हो नि हामीले के कमाइन्छ भुत्रो कमाइन्छ हामीलाई त 20-22 लाख रुपियाँ धेरै आयो 20-22 लाख धेरै आयो सुन मेरो कुरा धेरै आयो 20-25 लाख रुपियाँ हामीलाई आउने हो उनीहरूले त कमायो नि त 10-15 सारङ्गीले कति कमाओ 75 करोड कमाओ यदि मुभी चल्यो भन्ने त उनीहरूले त कति कमाउँछन् हामीले के कमाइन्छ अनि एउटा टिकटक स्टार एउटा चाहिने पर संसारले चिनेको माइलो दाइ अनि म त्यतिकै झुकेर तिनीहरूका औँली इसारा नाच्छु मैले त पुरा माग राख्छु नि त आफ्ना स्टोरी के हुनुपर्छ कस्तो स्टोरीमा मैले काम गर्ने कि नगर्ने कि पुरा चोइस राख्छु नि त्यतिकै उनीहरूले भन्ला नरे लास्टमा एक्सिडेन्ट बनाउन भन्ला नरे लास्टमा चाहिँ मरेको देखाउन भन्ला नरे जे पाए उही रोल गर्छु र मैले त आफ्नो चोइसको रोल गर्छु नि त त्यहाँ पछि तु गर्छु गाइस मलाई के कमी छ र बताइदिनु न म यही टिकटकमा बसेर पनि 2-4 पैसा कमाएको छु मलाई के को जरुरत पर्यो गएर थ्यांक यू प्रेम थ्यांक यू सङ्गीता दिजु म गर्छु गाइस नरिसाउनु उत्तर दाइ भनेको राम्रो मान्छे नि एकदमै राम्रो मान्छे राम्रो मान्छे हुनुहुन्छ हुनुहुन्न त त्यस्तो मान्छेलाई बिल्ला गर्न पनि हुन्न के बिल्ला गर्न हुन्न के आफ्नो जग्गा त म छु नि त उनीहरूले बिल्ला गर्न म भन्छु दाइले गर्नुहुन्न तपाईँले भनेपछि म दुनियाँसँग मिल्छु कि मिल्दैन तपाईँ मलाई यति भनेको मान्नुहुन्न मैले कस्तोको ठाउँमा त जाँदै तपाईँ यहाँ नजाए यसलाई ब्लक गर्नु गर्दिनँ अनि उस्तो दाइ भनेको मेरो दाइ हो क्या जस्तो अमित दाइलाई मान्छ म उस्तो दाइलाई पनि मान्छु के जोडम केही पनि भन्नुहुन्न एकछिन नरिसाउनु सबैजना चाहिन्छन् प्रदीप के छ सन्चै छौ गाई 17 रुचा पछि वेटिङ भन्नु है थ्याङ्क यू सङ्गीता दिजु यिनीहरूले हेप्छन् कि अब तँभन्दा कुल भयो चाहिँ नपर ऊ भनिदिएपछि त घन्टाको कसले हेर्छ मुभी भलिहान माइलालाई कुल भयो भन्दा पनि माथि जान सक्नुहुन्छ अझ राम्रो हाम्रो मुभी हुन्छ भन्नु पर्यो नि हामीले त किन हामीले भाउ दिने हो र बिउ तिमी हिरोइन बनेपछि तिमीले कुल बोयलाई किन तिमीले त माइलालाई हो नि त भाउ दिने अहिले तिमीसँग कुल बोय आएको छ र कुल खेलेको छ तिमीसँग गेम मुभी तिमीसँग त कुलले बनाउने हो माइलाले बनाउने हो नि त तिमीले माइलालाई तारिफ गर्न पर्यो के कुललाई होइन कुल तिम्रो साथी होला त आफ्नो जग्गा छ यस्तो हो कि तपाईलाई रेस्पेक्ट भन्ने चिज मनमा छ तर कुल बोयलाई हामीले रेस्पेक्ट गर्नु पर्छ मुभी त हामीलाई चलाउन छ नि त जेन्युन मान्छे उले अहिलेसम्म न छाडा बोल्छ न के बोल यस्तो राम्रो तरिकाले सबै चिज गर्छ के इभन तपाईलाई कति माया गर्छ तिमीसित पनि मुभी हुन्न के तिमीसित पनि मुभी बनाइ हुन्न हेर किनकि तिम्रो त नियतै छैन के तिमीले खान्छौ अर्काको तारिफ अर्काको गुणगान अर्काको गर्छौ त्यसरी कहाँ हुन्छ मुभी बनाउन छ त हामी चर्चा हुन पर्यो नि त कुलवाला चर्चा बनाउने हो र हामीले मुभी त हामीले बनाउने हो नि त हिरो हामी हौ हिरोइन तिमी हौ अनि हामीले अरूलाई किन तारिफ गर्ने थ्याङ्क यू दिजु थ्याङ्क यू तारा सर हामीले त हामी ठिक छौँ हाम्रो हेर्न पर्यो हामीले रमाइलो गराउँछौँ ल आउनुहोस् हामीले यस्तो एक्टिङ गर्छौँ पब्लिकलाई हामीले चाहिँ अब अहिले जो चाहिँ नपर्यो हामीलाई चाहिँ हो कुलबो माइल दाइ भन्दा त कुलबो आयो अनि कसले हेर्छ माइल दाइको मुभी
अलिकति सिक हो कि यिनीहरूले मुभी बनाउने जो होइन ड्रामा गरेका छन् भ्युअर्सको लागि। मुभी बनाउने मान्छेले चाहिँ यिनीबाट आफ्ना हिरोको प्रशंसा गर्छ कि बेइज्जती गर्छ भन त तिमीले। जस्तै पागलले पनि बुझ्छ के यदि चाहिँ हिरो खर्च गरेर मुभी बनाउने अनि तिनीहरूले मेरो प्रशंसा गर्ने हो कि या मेरो बेइज्जती गर्ने। मेरो बेइज्जती गरेर मुभी चल्छ। माइला दाई जस्तो कोही छैन टिकटकमा भन्नुपर्छ अनि बल्ल हेर्न आउँछन्। ओहो साँच्चीकै माइला दाईमा केही छ। माइला दाई जस्तो टिकटकमा कोही पनि छैन। माइला दाईले एक्टिङ गर्न सक्नुहुन्छ, डान्स गर्न सक्नुहुन्छ, हँसिलो हुनुहुन्छ, फुर्तिलो हुनुहुन्छ, हरेक कला तो छ माइला दाईमा। एउटा मर्दमा हुनुपर्छ त्यो भनेर तारिफ गरिदिए पो बल्ल चाहिँ नपर्यो संसारले चाहिँ मुभी हेर्न आउँछ। हो माइला दाई भनेको एउटा सही व्यक्ति। अनि खाली उडा छन्, खाली चाहिँ उ गरेका छन्। जसले पैसा खर्च गरेर मुभी बनाउने हो भन्छ त्यसरी उडाइराखेका छ बसेर। भुत्राको बनाउँछन् यिनीहरूले मुभी, सब ड्रामा हुन् यिनीहरूका, नाटक, भाइरल हुने बाटो, कन्टेन्ट खोजेका हुन्। मलाई किन मुभी चाहियो र म यहाँ जापानमा छु, आफ्नो रेस्टुरेन्ट छ, टिकटकमा बस्छु, 2-4 रमाइलो गर्छु, सकियो। मलाई किन मुभी बनाउनु पर्यो? जो दिन म नेपाल आउँछु, जो दिन मसँग पैसा हुन्छ म आफै खोज्छु डाइरेक्टर। कला खोज्नु के मैले चिनिया होइन, डाइरेक्टर हो। थ्याङ्क यू मेरो दिजु। मुभी बनाउने भयो स्टोरी मैले दिन्छु। प्रेम सर थ्याङ्क यू। बुझ्यौ? मेरो जीवनकालको चाहिँ मेरो जीवन कहानी थ्याङ्क यू मेरो दिदी। सुनि हो यदि मुभी नेपालमा मुभी बने पार, मैले अभिनय गरे पार, मेरो स्टोरी यहाँ मुभी भन्छ। अरू कोही माइकल हालको म लेख्छु, राइटर म भन्छु, स्टोरी म लेख्छु आफै। स्टोरी अरूले मैले उसो दाइलाई जोइन गरे है। ल केही भन्नुहुन्न ल, म भन्छु दाइलाई। परेन जोड्न कसैलाई पनि परेन। छोडिदियो, मलाई बनाउन छैन यिनीहरूसित। छोडिदियो, कुलवाइलाई ल्याएर बनाउँछ। प्रदीप एकचोटि राम्रो फाइनल कुरा गरौँ, खेल्ने खेलौँ, नत्र भने तपाईँ नजिस्का भनिदिन्छु म। ल म भनिदिन्छु दाइलाई पक्नु। तपाईँले जोड्नु भएको छ दाइलाई। मलाई जोड्न छैन। जो मान्छेले पैसा खर्च गरेर मुभी बनाउनु उसैलाई उडाएको छ नि यार। कुलवाइलाई ल्याएर खेलाउनु न फेरि। म किन चाहिए र? तिमी हिरोइन भन, कुलवाइलाई हिरो बनाऊ, मुभी बनाऊ, सकियो। म किन चाहिए त्यहाँ? ल दाइ झगडा सगडा नगर्नु। उच्च दाइ पनि राम्रोसँग कुरा गरौँ। ल यस्तो हो कि एनसी भाइ, अब तिमीहरूलाई कुलवाई चाहिएको नि कुलवाईलाई ल्याएर हिरोइन चाहिँ उसलाई दाइ मैले एकचोटि पनि कुलवाईको नाम निकाले दाइ। मेरो नजरमा सुन्नु, मैले कसको फेस देखेर मैले लगाइरहेको छु। माइल दाइ के बुझ्नुभयो? कुलवाई आफ्नो ठाउँमा छ हिरो, बुझ्नुभयो नि? मेरो नजरमा तपाईँ नम्बर 1 टिकटकर हो। मेरो नजरमा तपाईँ नम्बर 1 टिकटकर हो। होइन जो मान्छेमाथि। अब तिमीहरूले अहिले जो मेरो बदनाम गरेपछि कसले हेर्न आउँछ मुभी मेरो? ल भनौ त। मलाई त कुलवाई भन्दा पनि त राम्रो बनाउनु पर्यो नि त। कुलवाईले भन्दा पनि खतरा एक्सन चाहिँ माइलदायकमा छ। किनकि तँ हुनु पर्यो के। किनकि कुलवाई ठिक छ, आफ्नो जग्गा छ, तर कुलवाई जो चिज मैले गर्न सक्छु त्यो कुलवाईले गर्न सक्दैन, जो कुलवाईले गर्न सक्छ त्यो मैले गर्न सक्छु। आफ्नो एकदम जायज हो। थ्याङ्क यू मेरो दिदी। त्यही भएर अहिले मैले त हेर एनसी, मैले आफ्नो जीवन कहानी बनाउन खोजेको छु, स्टोरी आफ्नो। मैले किनकि 15 वर्षको उमेरबाट म देश विदेशमा गएर एउटा दुःख सङ्घर्ष, मेरो छुट्टै स्टोरी छ। यदि मेरो स्टोरी यदि आयो भने हुनसक्छ फिल्म हिट पनि हुनसक्छ। त्यो पहिला डाइरेक्टरलाई जसले स्टोरी लेख्ने हो तपाईँ सुन्नुहोस् पछि तपाईँको मुभी हिट नहुने भए अनि हेन्सीले 1.5 करोड रुपियाँ लगाउँथ्यो त, अनि कोही प्रोड्युसरले अहिलेसम्म लगाउन सकेको छ 1.5 करोड। ल दाइ भन्नु त दाइ, हो कि नै? मसँग आफै मेरो जीवनको चाहिँ स्टोरी छ। कमसे कम तिमीहरू यसरी मसँग हेन्सी, मसँग मेरै जीवन कहानी छ। हेर त्यो जीवन कहानी हामीले चाहिँ स्टोरी मैले दिन्छु। म सबै चाहिँ आफ्नो चाहिँ स्टोरी भन्छु, डाइरेक्टर लेख्छ होइन। लेखिसकेपछि त्यो स्टोरी यदि पर्फेक्ट भयो भने ओके गरे राइटरले भने होइन, त्यसपछि त्यो यसरी धमाल मच्काउँछ नि त्यो स्टोरीले। मसँग यस्तो खतरा स्टोरी छ एउटा,
मेरै जीवन कहानी तपाईँ स्टोरी जेसुकै हाल्नुहोस् होइन तर म 1.5 करोड लगानी लगाए बापत म माइनसमा नजाउँ अलिक होइन राम्रै हाल्नुपर्छ मालदाईले सोचेर हाल्नुहुन्छ अलिकति स्टोरी त राम्रो हाल्नुपर्छ जेसुकै दाइ, हाल्दा यहाँ त सुन्नु उत्सव दाइ मेरो क्वेसन कोही पनि नबोल्नु ल बिचमा दाइ यहाँ सुन्नु मालदाई एकचोटि Director- एउटा दर्शकले एकचोटि भन्दा फेरि हलमा रिपिट आउनु पर्यो कि अनि फिल्म सुपर डुपर हिट हुन्छ क्या झ्याउ भयो भने त एकचोटि मात्रै आउँछ नि त राम्रो कहानी हो भने त 2-3 चोटि आउँछ नि त एउटै मान्छे होइन कहानी पार्ट 1 भन्न खोज्नु भयो अहिले यस्तो हुन्छ के कहानी मैले त मेरो कहानी पनि तपाईँलाई सुनाउँछु मैले त्यसपछि त्यो हेर्नुहोस् होइन सबैलाई डाइरेक्टरले पनि सुनाम यदि मन पारे ओके सुन्नु यस्तो नकराउन विचार टोक्ने यार एकछिन कुन कहानी एकछिन भनिदिनु कि तपाईँले त लगानी हान्ने मान्छे सुन्छ भ्यान्सी भन त कुन कहानी भनेर तिम्रो यहाँ कहानी सुनाइदिने हो नि त अनि मुभी चलाउँछौ अनि तिमी हिरोइन बन्छौ म हिरो बन्छु कहानी यहाँ बताऊ मलाई महिला दाइ माथि विश्वास छ होइन म आँखा चिम्लेर पैसा लगाउँछु बिचमा इन्टरफियर कोही पनि नगर्नु दिदी मलाई हिरोनी चाहिँ अर्को अलिकति बिउ भन्दा अलिकति ठुलो खालको राख्नुपर्छ अहिले तपाईँले भने जस्तो बिउलाई चाहिँ गर्लफ्रेन्ड नै बनाउनु पर्छ हिरोइन केमिस्ट्री नमिल्नु सक्छ हो त्यही भनेको के मैले भन्न खोजेको त्यो बल्ल चल्छ के म खेल्दिनँ म कसैको साइडमा खेल्दिनँ म खेलो तिमीहरू अति यताबाट पनि घुमाउनु उताबाट पनि टिकटकमा पनि उनको तिमी माइली डन्जो हुन्छौ के तिम्रो माइलो टिकटकमा पनि तपाईँ गर्लफ्रेन्ड बनाएर घुमाउनु ल्याउनु अनि उहाँ पनि गर्लफ्रेन्ड बनाउनु ल उहाँ त अलिकति बुढी बनाउनु खेल्दैन मात्र जे पाए त जहाँ पनि कि त ह्यान्सी र म रोल खेल्छौँ तपाईँले पनि टिकटकमा यहाँ पनि गर्लफ्रेन्ड बन्न बस्नु म त्यहाँ पनि त्यही भन्नु म त्यहाँ अरू थोक बनाएर त मुभी त चल्दैन के ओहो अरू थोक तिमीलाई बनाएर मुभी चल्दैन तिमी माइली डन बनेर हिँड्ने हो एक्सनमा पुरा ब्ल्याक ड्रेस लाउने मिसिन गन हात साट्ने तिमी लडाकु हौ तिम्रो एक्सन लडाकुमा जम्छ कसरी फायर हुन्थ्यौ टिकटकमा तिमी त्यहाँ पनि फायर हुने हो त्यो एक्सन तिमीलाई जम्छ के तिमी लोल्लु पन्जु साडी लाएर ए हजुर खाना खाना आउनुहोस् हजुर हात चुट्नुहोस् हजुर गाडी यहाँ बोक्नुहोस् भनेर मुभी चल्छ दाइ त्यो वायुसेना हो वायुसेना नरौ न प्लिज सम्झाउनु मलाई मेरो मनले मारे नरौ न दाइ ठिकै त तपाईँले भन्नुभयो रुदिन म ठिक त्यस्तो हो क्या तिमी त लडाकु हुने हो क्या त्यहाँ दाइले भन्नु मात्रै हुनु पर्यो तिमी त पुरा माइली डन बनेर माइलो डनको साथमा मिसिङ गन लिएर फाइट खेल्ने हो तिमी त त्यस्तो धासु रोल हुन्छ तिम्रो कहाँ तिमीले चाहिँ चाहने भने तिमी साइडमा थोडी हुन्छौ र तर कि मलाई मेरो एउटा कुरा छ नि फिल्मले 9.5 करोड मात्र कमायो भने पनि जुङ्गा चाहिँ काट्नुपर्छ नि 10 करोड भन्नुभएको छ नि अघि म त त्यो दिनको प्रतीक्षामा छु 9 करोड 90 लाख कमायो भने पनि मालदाईको चाहिँ जुङ्गा कटाइदिनुपर्छ नि ह्यान्सी अघि बोल्नु भएको छ नि त्यो म फेरि डाउनलोड गर्छु नि म अब म यो विषयमा को ठुलो को सानो के म बोल्दिनँ म हो मात्रै भन्छु हो यस्तो हो के ह्यान्सीको मेरो कुरा भनेको बोर्डरमा कोही पनि नबोल्नु कि मलाई बोल्न दिनु मेरो कुरा म पहिला सक्छु पर सुन उसबजी सुन्नुहोस् यदि मैले लगानी गर्ने भए तपाईँलाई म हिरो खेलाउँछु भने मैले के सोच्छु भने संसारभर विश्वभरको सबभन्दा राम्रो हिरो उत्सवजी हुनुहुन्छ भन्छु कि मैले किन भन्छौ किन मैले लगानी गर्न छ यदि मैले तपाईँलाई नराम्रो बनाइदिएपछि कसले हेर्छ मुभी अहिले त तपाईँले माइलो दाइ जस्तो कोही छैन संसारमा अबको चाहिँ हिरो भनेको चर्चित हिरो भनेको माइलोलाई त्यसरी भन्न पर्यो कि अनि बल्ल मान्छे आउँछन् हेर्न माइलोलाई भनेको केही छ मनोबल बढाउनु पर्यो मनोबल बढाउनु पर्यो माइलो दाइमा के पर्छ छाती यसरी फुलाउनु पर्यो कि शिवजी छाती के मेरो सबै फुल्छ जरुरत पर्यो भने ल आँखा पनि फुल्छ नि यसरी आँखा नाक कान सबै डबल मिनिङ बोका माला बिरालाले सुन्नु न बिरालाले कसरी शरीर फुलाउँछ सुन्नु म एउटा कुरा भन्छु उत्सव दाइ होइन दाइ तपाईँ माइन्ड नगर्नु होला है उत्सव दाइ सिधै कुरा म जे बोल्छु लाइभमै बोल्छु फरवार्ड नै बोल्छु होइन मलाई लपन सपन सुन्नु मेरो कुरा दाइ फिल्ममा लगानी कसको एनसी पैसा डुब्यो कि हारेको म त जुवा खेलिदिएको तपाईँलाई किन टेन्सन टोकिरहेको छ मैले आँखा चिम्लेर विश्वास गरिसकेको छु मैले तपाईँ बिचमा इन्टरफियर नगर्नु
कुल बोय के छ आफ्नो त सुन्नु कुल बोय एनसी आँखा चिम्लेर विश्वास गरेको छ आँखा खोल्दै नखोल्दै नि फेरि तिमी है आँखा चिम्लेर विश्वास गर हेर्नु मुखको अगाडि माइलो दाइले भनेको छ 10 करोड उठेन भने जुङ्गा काट्दिन्छु भएन 10 करोड उठेन भने जुङ्गा काट्दिन्छु भनेको छ त म अब विश्वास कसरी नगर्नु त्यसपछि एक जुङ्गा म फिर्छु नि फेरि उड्छ त्यति त उड्छ थ्याङ्क यू मेरो दिदी बोलिन म केही बोलिन म एउटै कुरा भन्छु माललाई तपाईँ अब उसिनेको मात्रै खानु ज्यानले घटाउनु उसिनेको मात्रै शिवजी मलाई तपाईँको नम्बर दिनु भोलिदेखि मसँग भिडियो कलमा आउने कि भिडियो कल भनेको भिसी हो कि त्यसमा नराम्रो काम हुँदैन कसरी त्यो गेम लाग्यो म तपाईँलाई सिकाइदिन्छु गाइडमा यो गेम कसरी लाग्यो म त बुझ्न सकिनँ नेम मेरो त माथि मनिको नाना थ्याङ्क यू दिदी यो को पार्टनर छ पार्टनर चाहिँ को बुस्टिङ त तल तलमा लाग्यो यता लाग्यो म र माइल त माथि माथि छु तल यसरी हुनुपर्छ नि पार्टीमा अब यस्तो हो के उसबजी अब सुन्नुहोस् मुभी बनाउने सुन एनसी तिमीले पनि मुभी बनाउने भए पार हामीले यो टिकटकमा यो कराएर हुँदैन हामीले ट्याक्क व्हाट्सएप नम्बरमा भ्यू एनसी उसबजी पुण्य म अनि डाइरेक्टरलाई पुण्यलाई लिने हो नि त पुण्यको धेरै चिन्नु जानु चाहिन्न तिम्रो डाइरेक्टर चाहिन्छन् पुलिसकर्मी चाहिन्छन् राजनीति क्षेत्र चाहिन्छ कति चाहिन्छ त्यहाँ पुण्य जस्तो मान्छे त हुन त उत्सवजी भएपछि हामीलाई त आवश्यक त पर्दैन उहाँलाई सबै थाहा छ उत्सवजीलाई त कुनै डाउट व्हाट्सएपको ग्रुप कलमा को कुरा गर्नुहुन्छ व्हाट्सएपको ग्रुप कलमा को कुरा गर्नुहुन्छ त्यही त नि अब डाइरेक्टर केही होइन स्क्रिप्ट कसले लेख्ने काठमाडौँको डाइरेक्टर पुण्य दाइले लेख्छ आफू लेख्ने स्क्रिप्ट रेडी तपाईले कुरा बुझ्नु भएन क्या दाइ माइला दाइले आफ्नो स्टोरी भन्ने हो स्क्रिप्ट लेख्ने मान्छेलाई उले त्यही हिसाबले बनाउँछ मैले त भन्ने म लेख्ने अन्य मौखिकले मुखले फोनमा भन्ने उले चाहिँ रफमा बनाइदिने अनि त्यसपछि माइला दाइले पहिला हेर्ने जग्छ मन लाग्छ भने मुभी खेल्छ लाग्दैन भने सिधै भन्छ यसलाई स्क्रिप्ट चेन्ज गर न्यू टेक्नोलोजी क्या समथिङ न्यू क्या चल्छ फिल्म चुप यूपीएस मैले आफ्नै जीवन कहानी राख्न खोजिएको छु त्यो ठिक छ भनेछन् अनि राइटरले लेख्ने स्क्रिप्ट लेख्नेवालाले चाहिँ दाइको भनाइ चाहिँ के हो बुझ्नु भएन दाइले आफ्नो बाल्यकालमा मुम्बई गएको थियो बाबरजीको काम गर्न होइन दाइ 12 वर्ष कि कति वर्ष त्यहाँ खट्यो त्यहाँको गरिबी जिन्दगीदेखि लिएर कसरी डोन बन्यो होइन डोन चाहिँ बन्न यो बाध्य कसले बनायो डोन बन्न त्यो सबै कहानी भन्छ क्या त्यसमा त्यो हेलिकप्टरबाट जम्प गर्ने प्यारासुटदेखि ट्रकमा जान्छ अनि मालदाईको आफ्नो जीवन कहानीमा मालदाई हेलिकप्टर चढ्नु भएको छ र चाहिँ फिल्ममा हेलिकप्टर उडाउनु त अरे हेलिकप्टर त अब चढ्न सक्छु नि म अहिले त चढ्न सक्छु नि त अहिले त क्षमता छ नि त अहिले छैन र अनि जीवनीमा बनाउने भन्नुहुन्छ अनि फेरि हेलिकप्टर बाल्यकालमा पो भएन अहिले त म हेलिकप्टर नेपाल आयो भने हेलिकप्टरमा जोडिहाल्छु के ठुलो कुरो गरेर 2-4 लाख खर्च गरेर हेलिकप्टर चढ्छु त्यही त नि फेरि आफ्नै पैसाले पनि चढ्न सक्छु म होइन हेलिकप्टर नचढेर नि कसरी वहाँ गए त अनि त्यही त ट्रेनमा चढेर त आइयो अनि पंखा भएको चाहिँ हेलिकप्टर हो क्या अरे बाबा त्यो हेलिकप्टरलाई मैले चाहिँ बुढो के अरे पोखरादेखि मलाई तिमीले माललाई कति स्वार्थी छन् आफ्नो जीवन कहानीमा अरे आफ्नो जीवन कहानीमा चाहिँ आफ्नो लाइफमा हेलिकप्टर चढेका छैनन् तर फिल्ममा चाहिँ हेलिकप्टर चस्मा लगाएर अन्डरटेकरको टोपी लगाएर कस्तो कुरो बुझ्नु न भन्छ हेलिकप्टरमा नि हामी पनि चढ्नु पाउनुपर्छ नि हामी पनि चढ्नु पाउनुपर्छ तपाईलाई मैले एउटा कुरा हामी पनि चढ्नु पाउनुपर्छ नि यता सुन्नुस् त उसबजी तपाईले त केटाकेटी कुरा नगर्नुस् के तपाईँ जस्तो बौद्धिक व्यक्तिले एउटा मुभी बनाएको सबै अनुभव भएका व्यक्तिले यस्ता कुरा गर्न मिल्दैन के थाहा मेरो जीवन कहानीमा यस्तो स्टोरी छुपिएको छ अहिलेसम्म जो चाहिँ कुनै चाहिँ नपर तपाईको फिल्म इन्डस्ट्रीमै त्यो स्टोरी छैन के थाहा होइन क्या माललाई मैले भन्नु खोजेको चाहिँ के भन्नु सुन्नु अब मैले भन्छु मैले त हाम्रा हजुरबाहरूको कहानी पनि देखाउन खोजेको छु यो मुभीमा कस्तो के कहानी छ कफी हाम्रो गाउँमा कफी हुन्छ हाम्रो गाउँमा गएर कफीको सुटिङ पनि गर्ने हो मेरो एक मिनेट तपाईको कुरा म एकदम सहमत छु कि मैले चाहिँ भनेको जस्तो अझ मैले त सुन्नु अझ मैले भनेको छु अझ हामीलाई सम्भव भए राजा ज्ञानेन्द्रजीलाई रिक्वेस्ट गरेर एकचोटि चाहिँ हाम्रो गाउँमा लिएर जाने त्यति रोल देखा हेलिकप्टरमा जाने माललाई यार यो हुने कुरा हुँदैन क्या यो असम्भव कुराहरू हो माललाई यो ठिक छ हाम्रो राजालाई नलान सकिएला तर तपाईँलाई जो राजा बनाइदिएर सम्झनु तपाईँ जो ज्ञानेन्द्र बन्नुभयो अनि तपाईँलाई लिएर जान सकिन्न
ए रोहित उत्सव दाइ ओ उत्सव दाइ यहाँ सुन म तपाईँ उत्सव दाइ यहाँ सुन तपाईँ 10 मिनटको लागि तपाईँ 15 मिनटको लागि राजा बन्न सक्नुहुन्न फिल्ममा हो भयो त अगर फेरि अरू के चाहियो थ्याङ्क यू मेरो मेरो कुरा दिदी बुझ्नुहोस् के मैले माइला दाइ एकैछिन तपाईँ चुप लाग्नु त एकैछिन उत्सव दाइ यहाँ सुन्नु तपाईँलाई थाहा छ म कति पैसा खर्च गर्छु होइन यो 1.5 करोड रुपियाँ भानुमा जाओस् त्यत्रो छ धेरै सम्पत्ति अर्जेको छु तपाईँ मलाई विश्वास गर्नुहुन्छ नि त्यस्तै म विश्वास गरेँ माइला दाइलाई होइन एकचोटि रिक्स खेल्न दिनु न मलाई के भएको मेरो 1 मिनट मेरो कुरा सुन न जस्तो माइला दाइको पुर्खाहरूको पनि कहानी अलिअलि मलाई थाहा छ इन्ट्रेस्टिङ छ होइन यो चाहिँ किन आएको दाइ सिरियस कुरा हुँदाखेरि सिरियस कुरा भइरहेको छ भन्नु जोइन हानेको छ अनि इन्डियाको पनि माइला दाइले मलाई भन्नुभएको छ अमिताभ बच्चनहरूसँग फोनमा कुरा भएको यो सबै समेटेर फिल्म बनाउने मैले भनेको माललाई नरिसाउनु तर मैले भनेको जस्तो हेलिकप्टरको सिनै छैन भने हेलिकप्टरको सिन हानेर 5 लाख रुपियाँ किन बेसी खर्च गर्नु अरे बाबा यता सुन्नु जब माइलो हामी सबैजना हेलिकप्टरमा घुम्नु जाउँ जब इन्डियाबाट दुःख पाएर एउटा बाल्य अवस्थाबाट माइलो डन बन्छ इन्टरनेसनल डन बनिसकेपछि उता हेलिकप्टरमै हिँड्छ गर मार्सिडिज कारमा हिँड्छ हेलिकप्टरमा हिँड्छ ए फर्स्ट हाफ चाहिँ तपाईँको जीवनी अनि सेकेन्ड हाफ चाहिँ तपाईँ गुन्डा अब हो त्यसरी भन्नु न त मैले त सोचे किन 10 लाख भयो भने हेलिकप्टरमा चढेर बेसी खर्च गर्ने बरु फिल्म माकसम 20 लाख अझै थप्नुपर्छ नि थप्छु 1 करोड 70 लाख भयो तपाईँ ह्याङ नगर्नु क्या मैले तपाईँ आफ्नो तरिकाले फिल्म बनाउनु बुझ्नुभयो नि पैसा तपाईँलाई उसो तरिकाले दिनु भत्रोको नगर्नु न के दाइ माग्छम किचकिच नगर्नु सबै कुरा हो ल दाइ तपाईँ आफ्नो स्क्रिप्ट भन्नु हल्का बाल्यकालको पनि देखाउने बाल्यकालमा एउटा केटालाई लिन्छौँ हामीले 15-16 वर्ष 14-15 वर्ष आएको केटालाई ठ्याक्क म इन्डियातिर गएको उमेर अनि त्यसपछि त अरू अहिले पुरै स्टोरी नभनौँ त्यसपछि चाहिँ नपर सिधा माइलो डन कसरी बनौ भन्ने कुरा हामीले त्यो चाहिँ त्यति बेला भन्छौँ अहिले भन्दैनौँ सबै कहानी कोही चिजलाई हामीले ऊ पनि राख्नुपर्छ क्या पर्दा अनि त्यसमा लुते भाइले भने जस्तो टोयलेटमा चिप्लेर लडेर मर्ने सिन त होइन नि तपाईँलाई राख्ने हो त्यो सिनमा त्यो कहानी त होइन नि त्यो सिनमा तपाईँलाई राख्ने हो कि म खेल्छु त म त भिलेनको चम्चा खेल्छु भनिरहेको छु यार अब त्यस्तो सिन राख्नु पर्यो हजुरलाई राखौँला म हुँदैन त्यस्तो सिनमा मेरो सिन चाहिँ एउटा खुङ्खार गुन्डाको हुन्छ चाहिँ इन्टरनेसनल डनको जो चाहिँ उसलाई कसैले न कोही पुलिसले पक्राउन सक्छन् 5 करोडको चाहिँ नपर्यो उसलाई पक्राउनु चाहिँ नपर्यो गृहमन्त्री पुण्य गौतम हुन्छ पुण्य गौतमले 5 करोड तोक्छ माइलो डनलाई पक्रने बुझ्नुभयो पुरा मिटिङ हुन्छ पुलिसहरूका बिहान हुन्छन् पुलिसहरू हुन्छन् पुलिसका वर्दी हुन्छन् हेलिकप्टर हुन्छन् गाडी हुन्छन् माइलो डनको अगाडि पछाडि 50-60 जना कमान्डर ब्ल्याक कमान्डर मिसिन गन लिएर बुटुटुटुट हिँडेका हुन्छन् माइली डन यी चाहिँ नपर यही बसिछन् जो हमेसा साथमा रहन्छन् अनि लास्टमा चाहिँ पुलिसले पक्रिन्छ माललाई एउटा चितुवा हुन्छ एउटा चितुवा सके हामीले चितुवालाई चाहिँ कम्प्युटरबाट बनाउन पनि सकिन्छ त्यो हकीकत सम्भव नभए कम्प्युटरबाट एउटा चितुवा राखेर डेनी डेन्डप्पाले जो कातिया फिल्ममा बनाएको छ नि त्यस्तै चाहिँ त्यो चिडियाखानामा चितवन चिडियाखानाबाट भाडामा ल्याइहाल्छु भाडामा ल्याइ भइहाल्यो त्यो नेपालमा त्यो स्वीकृति छ कि छैन त बुझ्न पर्छ दिन्छ 5 लाख पाले भने 2टा चितुवा दिन्छ हो त चितुवालाई यहाँ अगाडि राखेर त्यसलाई ट्रेनिङ दिएर अनि माइलो डनको अगाडि बडीगार्ड बनेर बस्छ चितुवा मुभी कसरी चल्दैन मलाई सोधाउ न फेरि खुङ्खार यस्तो बनाउने हो कि तपाईँको कातिया डेनीको र सनी देओलको फिल्ममा फलोप जान्छ मलाई जहाँसम्म लाग्छ त्यो एउटा डाइनी हुन्छ कि को हुन्छ कातिया भन्ने गुन्डा डाइनी होइन भाइ प्रोड्युसरलाई बोल्नु पनि आउँदैन डेनी कातिया डाइनी भन्छ प्रोड्युसर कातिया हो चितुवाले त्यस्तै एउटा चितवनमा छ चिडियाखाना बुझ्नुभयो नि भाडामा दिन्छ कुकुरलाई रङ लाएर चितुवा बनाउँदा भइहाल्छ त हौ त्यस्तै गर्छ अनि त्यो मालदाइले भने जस्तो कम्प्युटरले अगाडि मुख चाहिँ चितुवाको हाल्नुपर्छ त्यो गरे पनि हुन्छ कुकुर त उनका छन् डगी त यताउति गरेर 5 लाख फालिदिन्छु 4 लाख फालिदिन्छु नफाल न एकछिन कन्ट्रोल हो उहाँले भनेको कुरा पनि सही हो डगलाई चाहिँ ऊ बनाएर ठ्याक्क अगाडि बनाएर तिम्रो घरमा तिम्रो जर्मन सेपर्डलाई बनाएर अनि टाउको मात्रै कम्प्युटरले चेन्ज गरिदिँदा हुन्छ नि त खर्च हल्का कटौती जति कम खर्च तर होइन तर रियल बनाए जस्तो रियल बनाउने हो भन्ने हो नि त
भगवान कसम त्यो मुभी त हेर्नलाई भगवान कसम होइन अनि चितुवाले दया बाया गर अनि एट्याक हानिदियो भने अनि फेरि अन्तिम मुभी हुन्छ माललाई रिक्स पनि लिनुहुन्न नि तपाईँ अलिक भरे चितुवासँग सुटिङ गर्दा दया बाया गर त्यो त ट्रेनिङ गरिन्छ नि त पहिला ट्रेनिङ गराएर चितुवाले चिन्न पर्यो हामीलाई चिनिसकेपछि त उसले आक्रमण ए गर्दैन दाइ त्यो चितुवा तालिम प्राप्त हुन्छ क्या तालिम प्राप्त चितुवाले हुने। त्यतिकै तालिम जङ्गल प्राप्त सर्टिफिकेट हुन्छ चितुवाको। तालिम प्राप्तलाई ल्याएर मसित पनि टाढे भरे चितुवासँग सुटिङ गरेर हेन्सीकै रात खाली उडाइदिएला नि उडाउन के तालिम प्राप्तले आक्रमण गर्दैन कि उसित त उसको मालिक बसिया हुन्छ नि त साथमा भरे मालिकलाई नदेख चितुवाको ट्रेनिङ गर्ने मालिक साथमा हुन्छ के बिउ त्यसको मुख चितुवा जस्तो छ नि त्यसलाई सुहाउँछ चितुवामा त्यसलाई पेन्टिङ गऱ्यो भने होइन के रियली चितुवा राख्ने हो कि दाइ मैले बुझेको दाइ यो फिल्म चाहिँ बन्न माइलो दाइ यो दाजुभाइको कुरा हो तपाईँ र म व्हाट्सएपमा कुरा गरौँ यो फिल्म यिनीहरूले बन्न दिँदैन हेर्नु सबै उसले भन्छ ब्रान्डेड सोनुवार देखिरहेको छ उसले यो म सिरियसमा पैसा लगाउन तयार छु उता कमेडी गरिरहेको छ यो उत्तर दाइको त बुझिए छैन बाख्रा चढ्न गएको छ ए दाइ माइलो दाइले के भन्छ त्यो कुरा गर्नु न हामीहरू उसको रोबोट हो नयाँ माने हो नयाँ मुभी बनिरहेको छ हेन्सीले बुझिसक्यो तर सब्जीले बुझ्नु भएन हेन्सीले विश्वास गरिसक्यो होइन कि मलाई चाहिँ टेन्सन यो हेन्सी मैले सुटिङ हुँदा त्यो चितुवाले हेन्सीले राजखानी उडाइदियो भने एउटा एक्जाम्पल त्यो अरे बाबा ट्रेनिङ प्राप्त चितुवाले कसरी चाहिँ उडाउँछ ट्रेनिङ प्राप्त चितुवाले उ त तालिम घरको प्राप्त हुन्छ हो सर्टिफिकेट हुन्छ चितुवाहरूको बाघहरूको। त्यस्तो चितुवा छैन नि त नेपालमा तपाईँहरू पनि कस्तो कुरा गर्नुहुन्छ हो म त अचम्म लाग्छ हौ यस्तो डाइरेक्टरलाई ल्याएर इन्डियाबाट आउनुपर्छ कि कहाँबाट डाइरेक्टरको काम हो क्या त्यो त्यो डाइरेक्टरको काम हुन्छ डाइरेक्टरको काम हो त्यो पुलिस नभए कम्प्युटरले बनाउला के जस्तै कि पुण्य दाइले भन्यो होइन सैनिक हेलिकप्टर युज गर्छु भाडा कम पर्छ आर्मीबाट हेलिकप्टर नेपाल आर्मीबाट हेलिकप्टर त्यो हेलिकप्टर युज गर्यो भने सरकारी दस्तुर मात्र तिर्नुपर्छ हामीले। अनि मुभीमा म हिँड्ने कि म केमा कारमा मात्रै डुल्ने कि टोयलेट जाँदाखेरि कारमा कस्तो मेरो रोल के भन्नु न कस्तो कि मेरो रोलै तिमी माइली डन भनेपछि त्यो त कुरा तिमी पुरा सुरुदेखि अन्तिमसम्म माइला डनसित हुन्छौ अरू के चाहियो तिमीलाई तिम्रो रोल तिमी चितुवा सुन यहाँ चितुवा बसेया हुन्छ यहाँ माइलो डन कुर्ची यहाँ बसेया हुन्छ घुम्ने कुर्चुमा तिमी चितुवाको अगाडि उम्मिएकी हुन्छौ डराउन भएन फेरि चितुवाको पछाडि तिमी